म चाहिँ फेरि पनि बक्लौरी बजारमा गिफ्ट गर्नलाई आइपुगेको छु। मेरो भिडियो हेरेर साथ दिनु होला। म चाहिँ अब यति मान्छेहरू छन्, म यहाँ उहाँहरूभन्दा म अब जसलाई पनि क्वेसन सोध्न सक्छु। हेर्नु है त। नमस्ते आन्टी। नमस्ते आमा। हजुरलाई नि नमस्ते। हजुर तपाईँको शुभ नाम? गोमा खड्का हो। अनि हजुरको? मेरो नरेन्द्र कुमारी राई हो। अनि हजुरको? शकुन्तला राई। हजुर अहिले चाहिँ के गर्न आउनुभयो? के बजार आउनुभएको? के त्यतिकै घुमघाम गर्न? हामी हटिया नि आएको। हटिया नै आएको। हजुर अनि कतिको रमाइलो भइरहेछ तपाईँहरूलाई यो बजारमा? हजुर कतिको रमाइलो भइरहेछ यो बजारमा? रमाइलो छ नि। हजुर घाम पनि मजाले छ, हावा पनि चलिरहेको। म चाहिँ अर्बिना आइकेयर काला बजारबाट क्वेसन सोध्दै आइपुगेकी छु है। हजुरहरूलाई नि क्वेसन सोध्नु मिल्छ? मिल्छ, मिल्न चाहिँ तर आउँदैन होला है। होइन अब ट्राई गर्नु न, ट्राई गर्दैमा केही हुँदैन अब। हजुर हुन्छ, सोध्नु न। हुन्छ हजुरहरूलाई नि मिल्छ नि? खोइ हलुका मिल्छ कि मिल्दैन? हजुर तपाईँलाई? हजुर मिल्छ। हुन्छ हुन्छ अब हजुरहरूलाई म क्वेसन सोध्छु है त। हजुरको लागि हाम्रो क्वेसन यस प्रकारको रहेको छ। घाम लाग्दा आँखाको सुरक्षा, फेसन पनि सुरक्षा पनि म को हुँ? होइन सोचेर भन्नु न। मलाई आउँदैन है दिनु। आउँदैन? होइन एकचोटि सोच्नु। यस्तो फेरि सुन्नु क्वेसन। घाम लाग्दा आँखाको साथी अनि फेसन पनि सुरक्षा पनि म को हुँ? घाम लाग्दा आँखाको सुरक्षा। चस्मा होला। हजुर तपाईँले सही एन्सर दिनुभयो। हजुरले सही एन्सर दिइसक्नु भएको छ। हजुरलाई धेरै धेरै बधाई छ है। हजुर तपाईँको गिफ्ट मैले सुरुमै भनेको थिएँ, मैले सोधेको क्वेसनको एन्सर मिलाउनु भयो भने मैले गिफ्ट दिनुपर्ने हुन्छ। त्यही भएर तपाईँको लागि गिफ्ट। एकचोटि ओपनिङ नै गरिदिनु न। के गर्नु त मैले? खोलेर लगाइदिनु न। हेर्नु न अब के हुन्छ। गिफ्ट भनेको त चालन थाहा छ। हजुर आफ्नो भाग्यको कुरा हो। कस्तो राम्रो चस्मा, एकचोटि लगाइदिनु त। हजुर कस्तो ब्युटिफुल स्टाइलिस देख्यो है त म्याम? हजुर अब हाम्रो अर्बिना आइकेयर काला बजारलाई के भन्न चाहनुहुन्छ? धेरै धेरै खुसी लाग्यो, राम्रो। मलाई पहिले आउँदैन जस्तो लागिरहेको थियो, त्यही पनि अब मैले जानी नजानी सोचेर मिलाउनु बोलेँ। भयो। हजुर हजुर धेरै धेरै बधाई छ बुनु। हजुर अनि हाम्रो आँखा क्लिनिक चाहिँ यहाँ काला बजारमा पनि छ है। अब हजुरलाई पनि आँखा सम्बन्धी त्यस्तो केही समस्या भयो भने आउनुहोला। हस् हुन्छ। अब तपाईँले यो गिफ्ट पाउने बापत अब जस्तै अब तपाईँको घर परिवारमा पनि कसैलाई आँखा समस्या छ भने तपाईँलाई पनि भयो नि।